नमस्ते, मेरो नाम सङ्गीता उस्ती अनि मेरो घर चाहिँ धादिङ हो। अनि म काठमाडौँ बसेर पढ्दै थिएँ। यहाँ इडब्ल्युएनमा चाहिँ ट्रेनिङ गर्न आएको काठमाडौँ आशा नेपाल संस्थाद्वारा। अनि यो चाहिँ मेरो सेकेन्ड ट्रेनिङ हो। फर्स्ट ट्रेनिङ चाहिँ साउन्डदेखि स्टार्ट भएको थियो। फर्स्ट ट्रेनिङ सकेर चाहिँ सेकेन्ड ट्रेनिङ हो। मैले चाहिँ फर्स्ट ट्रेनिङ भ्याएर चाहिँ 5 वटा ट्रेकिङ गरेँ। 5 वटा ट्रेकिङमा राम्रै भयो, आम्दानी पनि। अनि मैले धेरै ठाउँ घुमेँ, धेरै मान्छेहरूसँग एडजस्ट हुन सिकेँ। अनि काहीँ गाह्रो काहीँ सजिलो त भइहाल्छ, तर आफूले गर्न सक्छु भनेर गरेपछि हरेक कुरा गर्न सकिन्छ। अनि क्लासहरू पनि हुन्छ 1 महिनामा। त्यो क्लासहरूमा नि आफूले ध्यान दिएर गर्नुपर्छ। अनि त्यो पनि हरेक कुरा सिकेँ मैले। अनि अहिले पढ्दै पनि छु, प्लस ट्रेनिङ यो चाहिँ सेकेन्ड ट्रेनिङ लिन आएको। यो पनि गरेर थर्ड ट्रेनिङ लिएर सर्टिफिकेट लिएर राम्रो गरेर अझै गाइड बन्ने चाहिँ मेरो चाहना हो। नमस्ते, मेरो नाम दाबुटी शेर्पा। मेरो ठेगाना चाहिँ सोलुखुम्बु। योभन्दा पहिला चाहिँ म इडब्ल्युएनको होस्टेलमा बसेर फर्स्ट ट्रेनिङ अध्ययन गरेको। अहिले चाहिँ हामी बाहिर कोठा लिएर बसिरहेको छु। अहिले मेरो यो सेकेन्ड ट्रेनिङ हो। किनकि यो संस्थाबाट ट्रेनिङ लिएर राम्रो हुन्छ। सबैजना महिलाहरूको लागि एकदम राम्रो छ। आफूमा एक्टिभ छ भने ट्रेकिङ गर्न एकदम रमाइलो हुन्छ। अब बाँकी दिनहरूमा पनि यसरी नै ट्रेनिङ लिएर आफ्नो राम्रो जीवन बनाउँछु भन्न चाहन्छु। नमस्ते, मेरो नाम सोनी तामाङ र यो मेरो दोस्रो ट्रेनिङ हो। मैले चाहिँ पहिलो ट्रेनिङ 2070 सालको साउन महिनामा लिएको थिएँ र अहिले दोस्रो ट्रेनिङ चाहिँ माघ महिनामा लिँदैछु। र यो ट्रेनिङ गरेर चाहिँ ममा एकदम धेरै परिवर्तनहरू भइरहेको छ। मान्छेहरूले मलाई पहिलाभन्दा बढी धेरै राम्रो रूपले हेर्छ, सम्मान दिने गर्छ। र यो ट्रेनिङ गरेर थोरै आर्थिक अवस्थाहरूमा नि सहयोग पुगिरहेको छ। आफ्नो सेल्फ कन्फिडेन्स बढिरहेको छ होइन। नचिनेको मान्छेहरूसँग सजिलैसँग घुलमिल्न सक्ने कन्फिडेन्सहरू आइरहेको छ। नमस्ते, मेरो नाम चाहिँ मोनिका राई। घर चाहिँ मेरो सोलुखुम्बु हो, ओरिजिनल ठेगाना चाहिँ। अनि अहिले चाहिँ मेरो 2070 सालदेखि चाहिँ मेरो ट्रेनिङ मैले लिएको। यो ट्रेनिङ चाहिँ मेरो दोस्रो टाइमको ट्रेनिङ हो। अनि यसमा चाहिँ अब एकदम रमाइलो हुन्छ यो क्षेत्रमा चाहिँ। अनि ट्रेकिङ चाहिँ म 3 चोटि गएँ। आफूलाई धेरै फाइदा पनि हुन्छ, इन्कम पनि आउँछ, अनि साथीहरू पनि धेरै बनाउन सकिन्छ। मेरो नाम सरस्वती साई हो। मेरो घर जुम्ला हो। म अहिले पढ्ने ब्याचलर हो। यो मेरो सेकेन्ड ट्रेनिङ हो। फर्स्ट ट्रेनिङ मैले 69 सालमा लगेको थिएँ। 69 सालको माघमा मैले मेरो जीवनमा परिवर्तन आएका कुराहरू धेरै छन् भन्दा नि महिलाहरूको बारे नि थाहा भयो। अनि यस्तो ट्रेकिङ जाँदाखेरि नयाँ कुराहरू पनि थाहा भयो। महिलाहरूको बारेमा थाहा भयो, अनि माउन्टेनहरूको बारेमा थाहा भयो। अनि नयाँ कुराहरू सिक्न पाइयो, नयाँ साथीहरू पनि बनाउन पाइयो। अनि इङ्ग्लिसको बारेमा पनि धेरै कुराहरू सिक्न पाइयो। आफूमा पनि आत्मनिर्भर भयो र यसबाट पनि इन्कम पनि आयो। इन्कमले पनि आत्मनिर्भर गर्यो र आफै आफ्नो हातले नै पैसाहरू चलाउन सिकायो। आफ्नो आवश्यकताहरू आफै सरल बनायो। मलाई यो ट्रेनिङ लगेर धेरै कुराहरू फाइदा भयो। पहिला बोल्नको विकास पनि भएको थिएन होइन। इङ्ग्लिस ल्याङ्ग्वेज पनि म एकदम कम थिएँ। अनि यो ट्रेनिङ लगेर मैले धेरै कुराहरू सिकेको छु, धेरै कुराहरू जानेको छु। अगाडि बोल्न नसक्ने पनि अहिले गएर बोल्न सक्ने भएको छैन। यो ट्रेनिङ पहिला लगेको नि हो र अहिले फेरि दोस्रो लग्नको कारण जति आफूले जाने बुझ्यो त्यो कुरा फेरि रिपिट गर्दाखेरि फेरि झन् जान्छ भनेर अनि त्यतिकै ट्रेनिङ लिएँ। नमस्ते, मेरो नाम गौरी परियार। म मुस्ताङ डेतीबाट आएको हो। अनि मैले चाहिँ 2070बाट ट्रेनिङ सुरु गरेको होइन यो लाइनमा चाहिँ। अनि यो सेकेन्ड ट्रेनिङ हो। अनि मलाई यो ट्रेकिङबाट चाहिँ एकदमै राम्रो हुन्छ। ट्रेकिङ क्षेत्रमा लगाएपछि अरू साथीहरूले पनि अब मान्छेहरूले यस्तो ट्रेकिङ आयो भन्ने हुन्छ। यो चाहिँ एकदमै आँट गरेर गर्न होइन एकदमै राम्रो हुन्छ। अनि कमाइहरू पनि एकदमै राम्रो हुन्छ। अनि घर परिवारले पनि मलाई एकदमै सपोर्ट गरेछन्, राम्रै छ। मलाई चाहिँ खुसी नै लाग्छ। त्यही हो। अनि
अरू साथीहरू हुनुहुन्छ भने पनि अब आउनुहोस् होइन, बरु राम्रो हुन्छ क्षेत्रमा। हामीले कतिपय नेपालको ठाउँहरूमा थाहा छैन, कतिपय हामी नेपालीहरूलाई पनि थाहा छैन होइन। अनि मैले चाहिँ यस्तो ठाउँमा गएर मैले धेरै कुराहरू नि सिक्न पाएँ है। ठाउँमा अब हाम्रै नेपालमा पनि यस्तो राम्रो ठाउँ रहेछ भनेर मैले देख्न पनि पाएँ। नमस्ते, मेरो नाम सुषमा कार्की हो। म चाहिँ यहीँ डिको पाटनमा बस्छु। मेरो यो ट्रेनिङ चाहिँ 3rd ट्रेनिङ हो। मैले चाहिँ स्टार्ट गरेको 2013बाट हो र ममा चाहिँ परिवर्तन, यो ट्रेनिङबाट परिवर्तन के आएको छ भने ट्रेनिङ प्लस ट्रेकिङमा धेरै परिवर्तन भएछ। मैले धेरै ठाउँको साथीहरू चिन्न पाएको छु अनि माउन्टेनहरूको बारेमा थाहा पाएको छु, बाहिरको बारेमा धेरै कुराहरू थाहा पाएको छु र ट्रेनिङमा क्लासमा चाहिँ फेरि इङ्ग्लिसहरू बोल्न एकदम इम्प्रुभ ममा छ। अरूहरूसँग बोल्न डराउनलाई पनि म त्यस्तो नडराउने बच्छु अनि साथीहरूसँग जोसँग पनि बोल्न सक्ने बच्छु। अनि यो ट्रेकिङले चाहिँ मलाई धेरै कुरामा सपोर्ट गरेछ।